र आज म हजुरहरूलाई त्यही बारे भन्न गइरहेको छु। दाँतको सरसफाइ मध्ये पनि हामीले दिनको एक पटक दाँत सफा गर्ने र दिनको 2 पटक दाँत सफा गर्ने मानिसहरूको सङ्ख्यालाई यस वृत्तचित्रमा देखाएका छौँ, जहाँ दिनको 1 पटक दाँत सफा गर्ने मानिसहरूको समूहलाई खैरो रङ र दिनको 2 पटक दाँत सफा गर्ने मानिसहरूको समूहलाई पहेँलो रङले जनाएका छौँ। जस अनुसार दिनको 2 पटक दाँत सफा गर्ने मानिसहरूको समूह 79.5% रहेको छ भने दिनको 1 पटक दाँत सफा गर्ने मानिसहरूको समूह 20.4% रहेको छ। तसर्थ यो तथ्याङ्क अनुसार हामी के बुझ्न सक्छौँ भन्दा हजुरहरूको समुदायमा दिनको 2 पटक दाँत सफा गर्ने मानिसहरूको सङ्ख्या धेरै हुनुहुन्छ। यसरी नै दाँतको सरसफाइ हाम्रो शारीरिक स्वास्थ्यको एक महत्त्वपूर्ण भाग हो, किनभने हामीले साँझ खाना खाइसकेपछि दाँत सफा नगरी सुत्दा त्यसमा खानाको रूपमा हाम्रो दाँतमा टाँसिएर रहेको कीटाणुहरूबाट नै थोरैमा पनि 6 देखि 7 घण्टाभित्रमै पनि 1000 देखि लाखसम्मको कीटाणुहरू त्यही पैदा हुन सक्छन्, जुन हाम्रो शरीरको लागि हानिकारक साथै एकदमै घातक रोगहरू पनि पैदा गर्न सक्छन्। त्यसकारण दैनिक 2 पटक दाँत सफा गरौँ र हाम्रो समुदायलाई घातक तत्त्वहरूबाट बचाऊ। धन्यवाद।